मेन पावर एजेन्टले चाहिँ तपाईँले यति पाउनुहुन्छ भनेर भन्छन्। तर तपाईँले कतिपय मानिसहरूले चाहिँ यो बुझ्दैन। पेपरमा लेखिएको सेलरी चाहिँ तपाईँले पाउने नेट सेलरी होइन। मन्थली खाना कति लाग्दछ र मन्थली रुम भाडा चाहिँ रुम रेन्ट कति लाग्दछ त तपाईँ त्यही अनुसारले खर्च गर्नुहुन्छ भने त्योभन्दा अलिक बढी पनि जान सक्छ। र त्यस्तै गरेर कोठा भाडा। हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आजको यस भिडियोमा चाहिँ भने पोल्यान्डमा विदेशी कामदारहरूको तलब मन्थली सेलरी कति कमाउँछन् त, अनि पोल्यान्डमा मन्थली खाना कति लाग्दछ र बस्न रुम भाडा कति लाग्दछ, यी विषयमा यस भिडियोमा चर्चा गर्नेछु, जानकारी दिनेछु। भिडियोलाई पुरा हेर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है त। र साथीहरू, यदि तपाईँ पोल्यान्ड आउँदै हुनुहुन्छ र आउने सोचमा हुनुहुन्छ भने वर्क परमिटमा लेखिएको सेलरी चाहिँ तपाईँले पाउने नेट सेलरी होइन, त्यो चाहिँ भनेको ग्रस सेलरी हो, जुन चाहिँ ट्याक्स नकाटिएको, सामाजिक सुरक्षा को पैसा नकाटिएको सेलरी हो। तपाईँले वर्क परमिटमा लेखिएको ठ्याक्कै त्यही सेलरी भने पाउनु हुँदैन। पोल्यान्डमा चाहिँ 2026देखि चाहिँ पोल्यान्डको न्यूनतम तलब भनेको 4806 PLN, पोल्यान्ड मनीलाई चाहिँ PLN अथवा जुलोटी भन्ने गर्छन्। त्यसैले यदि तपाईँ पोल्यान्डमा आउँदै हुनुहुन्छ भने चाहिँ वर्क परमिटमा देखाएको सेलरी पाउने चाहिँ तपाईँले त्यो भनेको ग्रस सेलरी हो, त्यति पाउनु हुँदैन। तपाईँले बुझ्नुपर्ने कुरा, मेन पावर एजेन्टले चाहिँ तपाईँले यति पाउनुहुन्छ भनेर भन्छन्। तर तपाईँले कतिपय मानिसहरूले चाहिँ यो बुझ्दैन। तर तपाईँहरूले बुझ्नुपर्ने कुरा त्यो भनेको चाहिँ ग्रस सेलरी हो, कर नकाटिकन, सामाजिक सुरक्षा कोषको पैसा नकाटिकन आएको सेलरी हो। 4806 भनेको चाहिँ यो चाहिँ एउटा ग्रस सेलरी हो। यो चाहिँ भनेको सामाजिक सुरक्षा र कर नकाटिकन आएको सेलरी भनेको 4806 हो। र तपाईँ नेपाल अथवा अन्य देशहरूबाट पोल्यान्ड आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले बुझ्नै पर्ने कुरा चाहिँ के हो भने वर्क परमिटमा 4806 लेखेको हुन्छ, यो भनेको ग्रस सेलरी हो। तपाईँले 4806 नि पाउनु हुँदैन, यो चाहिँ भनेको ग्रस सेलरी हो। अब तपाईँले नेट सेलरी चाहिँ पाउने, तपाईँको मन्थली हातमा आउने सेलरी चाहिँ कर, सामाजिक सुरक्षा पैसा काटेर चाहिँ ट्याक्स काटेर चाहिँ तपाईँले कति पाउनुहुन्छ त भन्दाखेरि 3500देखि 3600 चाहिँ तपाईँले मन्थली 4806बाट त्यति पाउनुहुन्छ, 3500देखि 3600। र तपाईँले पर आवर कति पाउनुहुन्छ भन्दाखेरि 4806 भनेको जो ग्रस सेलरी भयो, त्यस पछाडि तपाईँले पर आवर भनेको चाहिँ 31.40 जुलोटी पर आवर तपाईँले त्यति पाउनुहुन्छ। तर यो भनेको चाहिँ तपाईँको कर नकाटिकन अनि सामाजिक सुरक्षा कोषको त्यो पैसा नकाटिकन चाहिँ पाउने रकम हो। र अब तपाईँले 31.40 जुलोटीबाट पर आवरबाट हातमा पाउने सेलरी चाहिँ कति हो त भन्दाखेरि तपाईँले 23 जुलोटी पर आवर पाउनुहुन्छ। तपाईँले वास्तवमा पाउने पैसा चाहिँ भनेको मन्थली 3500देखि 3600 रुपियाँ बेसिक सेलरी, न्यूनतम सेलरी त्यति पाउनुहुन्छ। अनि त्यस्तै गरेर चाहिँ पर आवर घन्टाको चाहिँ तपाईँले 23 भनेको जम्मा 8 घन्टाको पैसा रहेको छ। 8 घन्टामा न्यूनतम तलब यो रहेको छ। यदि अब तपाईँ ओभर टाइम गर्नुहुन्छ, 10 घन्टा 12 घन्टा काम गर्नुहुन्छ भने योभन्दा अलिक धेरै कमाउन सक्नुहुन्छ। पोल्यान्डमा चाहिँ भनेको यदि तपाईँ कुन काम गर्दै हुनुहुन्छ, के काम गर्दै हुनुहुन्छ, कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ, त्यसमा पनि सेलरी अलिकति फरक हुने गर्दछ। पोल्यान्डमा चाहिँ मिनिमम सेलरी भनेको चाहिँ अब त्यो तपाईँले पाउने नेट सेलरी भनेको घन्टाको 23 रुपियाँ रहेको छ भने अब यो कम्पनी अनुसार अलिकति फरक पनि हुनसक्छ। त्यही हो, मैले तपाईँलाई नेट सेलरी र ग्रस सेलरी बारे भिन्नता छुट्याइसकेँ। तपाईँले हातमा पाउने मन्थली सेलरी कति पाउनुहुन्छ त्यसबारेमा जानकारी दिइसकेँ। अब तपाईँहरूले कुन कम्पनीमा काम गर्दै हुनुहुन्छ, कति घन्टा काम गर्दै हुनुहुन्छ,
त्यसमा पनि भर पर्दछ तपाईँको सेलरी कति आउँछ भनेर चाहिँ। यदि तपाईँ च्याउ कम्पनीमा मसरुम कम्पनीमा काम गर्नुहुन्छ भने तपाईँले त्यहाँ पर आवर पैसा अलिक बढी पनि कमाउन सक्नुहुन्छ र तपाईँले त्यहाँनिर केजीको हिसाबले कति केजी टिप्नुहुन्छ त्यो हिसाबले तपाईँले अलिक बढी पैसा कमाउनु पनि सक्नुहुन्छ। त्यस्तै गरेर तपाईँ मिट कम्पनीमा हुनुहुन्छ भने तपाईँले पर आवर तपाईँले 23 रुपियाँ 24 रुपियाँ 25 रुपियाँ पनि पाउनुहुन्छ भने तपाईँले केजी सिस्टममा काट्दै हुनुहुन्छ भने कति केजी काट्न सक्नुहुन्छ त्यही अनुसार तपाईँले पैसा पाउन सक्नुहुन्छ। अनि त्यस्तै गरेर यस्ता फुलका गुच्छाहरू बनाउने कम्पनी मोटरका पार्ट्सहरू बनाउने कम्पनीमा काम गर्दै हुनुहुन्छ भने पनि तपाईँले घन्टाको मिनिमम चाहिँ 23 हो, तर त्यहाँभन्दा बढी तपाईँले 24 रुपियाँ 25 रुपियाँले पनि दिने गर्छन् एजेन्सीहरूले। यदि अब तपाईँ कन्स्ट्रक्सन साइटमा काम गर्नुहुन्छ भने तपाईँले घन्टाको 30 रुपियाँ 31 चुलोटी 30 चुलोटी पनि पाउन सक्नुहुन्छ। त्यस्तै गरेर अब तपाईँको काम अलिक सजिलो त्यही अनुसारको वेयर हाउस हुँदी छ भने तपाईँलाई घन्टाको 21 चुलोटी 22 चुलोटीले पनि दिने गर्छन्। र तपाईँले ओभर टाइम 10 घन्टा 12 घन्टा काम गर्नुभयो भने चाहिँ तपाईँले 35-36 चुलोटीबाट पनि अलिक धेरै नै कमाउन सक्नुहुन्छ। यदि पोलेनमा तपाईँले 10 घन्टा 12 घन्टा काम गर्नुभयो भने लगभग 1.5 देखि 2 लाखसम्म कमाउन सक्नुहुन्छ। पोल्यान्डमा चाहिँ भनेको धेरैजसो कम्पनीहरू शनिबार र आइतबार बिदा हुने गर्दछ, होलिडे हुने गर्दछ र हप्तामा 5 दिन काम हुने गर्दछन्, मन्डे टु फ्राइडेसम्म। कुनै कम्पनी भने आइतबार पनि काम हुने गर्दछ। अब कुरा गरौँ पोल्यान्डमा मन्थली खाना कति लाग्दछ र मन्थली रुम भाडा चाहिँ रुम रेन्ट कति लाग्दछ त। पोल्यान्डमा चाहिँ अहिले भनेको खानालाई चाहिँ भनेको मिनिमम 500 देखि 700 जुलोटीसम्म लाग्ने गर्दछ। अब यदि तपाईँ कस्तो खानुहुन्छ त्यो आफूमा पनि भर पर्दछ, तर साधारणतया तपाईँलाई मिनिमम 4 देखि 700सम्म लाग्ने गर्दछ। अब कति खर्च गर्ने त्यो आफूमा पनि भर पर्दछ। अनि अब त्यस्तै गरेर कोठा भाडा रुम भाडा चाहिँ कति जति लाग्छ त पर मन्थ। यदि तपाईँ एजेन्सी मार्फत काम गर्दै हुनुहुन्छ भने तपाईँको कुनै एजेन्सीले तपाईँको मन्थली 350 देखि 400, कुनै एजेन्सीले 500, कुनै एजेन्सीले 600, कुनै एजेन्सीले 700 जुलोटीसम्म काट्ने गर्दछन्। अनि कुनै एजेन्सीले चाहिँ अलिकति थोरै काट्छन् भने कुनै एजेन्सीले अलिकति बढी काट्छन् र उसले चाहिँ एजेन्सीले चाहिँ हाफ भाडा काट्ने र हाफ भाडा चाहिँ आफै दिने र हाफ भाडा चाहिँ वर्करहरूबाट काट्ने गर्दछन्। र यदि तपाईँ डाइरेक्ट कम्पनीमा काम गर्नुहुन्छ, आफै कोठा खोजेर बस्न चाहनुहुन्छ भने चाहिँ त्यस्तोमा चाहिँ पोल्यान्डमा प्रायःको अपार्टमेन्टको 2000 जुलोटीदेखि 2500-3000 जुलोटी पर्ने गर्दछ, जसमा 2टा रुम र किचन हुने गर्दछ। अब अपार्टमेन्ट कम्पनीको नजिक भयो भने त मिलेर बस्दा राम्रै हुन्छ, तर टाढा हुने गर्दछ, त्यसले गर्दा एक समस्या पर्छ। यस्तै होस्टेलहरू खोजेर बस्दाखेरि भनेको तपाईँले मन्थली 800 देखि 10,000 जुलोटीसम्म एकजना एउटा बेडको बुझाउनु पर्ने हुन्छ। पोल्यान्डमा चाहिँ भनेको एउटा रुममा 2 देखि 3 जना 4 जनासम्म बस्ने गर्दछन्। पोल्यान्डमा रुमभित्र 3वटा बेड भने एउटा बेडको 1000 जुलोटी पर्ने गर्दछ। नेपालको जस्तो कोठाको यति भन्ने हुँदैन, एउटा बेडको 1000 जुलोटीदेखि 800 जुलोटी 1000 जुलोटी ठाउँअनुसार थोरै फरक हुन सक्छ। पोल्यान्डमा त्यही हो, खाना भनेको चाहिँ 5 देखि 700 जुलोटीसम्म मिनिमम त्यति लाग्ने गर्दछ। अब तपाईँ धेरै नै कन्ट्रोल गर्नुहुन्छ भने अलिकति थोरै कम पनि जान सक्छ, अथवा अब तपाईँ त्यही अनुसारले खर्च गर्नुहुन्छ भने त्योभन्दा अलिक बढी पनि जान सक्छ।
र त्यस्तै गरेर कोठा भाडाको कुरामा चाहिँ अब ठाउँअनुसार थोरै अलिकति फरक पनि हुनसक्छ, तर प्रायःजसो पोल्यान्डमा कोठा भाडा अलिकति महँगो नै छ। पोल्यान्डमा चाहिँ अन्डर 26 वर्षदेखि मुनिको व्यक्तिहरूलाई चाहिँ भनेको ट्याक्स फ्री हुन्छ। उनीहरूले चाहिँ काम गरेर सेलेरी आएको पैसाको चाहिँ ट्याक्स काटिँदैन। त्यसले गर्दा उनीहरूले अलिकति पैसा बढी पर आवर पनि अलिकति बढी कमाउने गर्दछन्। मन्थली सेलेरी अलिकति बढी नै आउने गर्दछ। त्यस जुलोटी न्यूनतम प्रति आवर्स जुलोटी हो भने उनीहरूले त्योभन्दा बढी प्रति घन्टा पैसा पाउने गर्दछन्। यदि पोल्यान्डमा आउँदै हुनुहुन्छ र आउने सोचमा हुनुहुन्छ भने तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ वर्क परमिटमा लेखेको सेलरी चाहिँ तपाईँले पाउने सेलरी होइन, त्यो भनेको ग्रस सेलरी हो। नेट सेलेरी तपाईँहरूले पाउने भनेको चाहिँ त्यही हो 3500 देखि 3600 जुलोटी पर मन्थ तपाईँले त्यतिसम्म कमाउन सक्नुहुन्छ। हस् त यो सानो जानकारीमूलक भिडियोलाई यहीँनिर समाप्त गर्न चाहन्छु। भिडियोलाई चाहिँ लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस् त, बाई बाई।